कस्तो पानी परिरहेको थियो होइन गाइजहरू। हाम्रो चाहिँ घरमा चाहिँ 3-4वटा बोटको अम्बा छ। हेर्नुहोस् है, यतापट्टि पनि छ अनि उतापट्टि पनि छ है। हाम्रो चाहिँ 3-4वटा बोट छ। यस्तो लटराम्मै फलेको छ नि। म पनि अब अम्बा खान्छु भनेर हेरेको, त्यहाँनिर एउटा पाकेको रहेछ क्या अम्बा। हेर्नु यस्तो अर्ग्यानिक हो यो चाहिँ, विषादीयुक्त। गाउँघरमा बस्दाखेरि यही हो क्या फाइदा, कता कता के फलेछ होइन। यता नि ड्रागन फ्रुट छ, यो फलेको थियो अस्ति हामीले खायौँ। कस्तो राम्रो छ, मिठो छ। हाम्रो घरमा चाहिँ 3-4वटा छ क्या साथीहरू। 3-4वटा बोट छ। यस्तो मजाले फलेको छ नि, कुरै नगर्नु। भर्खरै पानी परेको भएर सिमसिम पऱ्यो त। यहाँ पनि है कस्तो ठुलो छ यो अम्बा झन्। यहाँ पनि छ। हेर्नु न साथीहरू, यस्तरी फलेको छ लट्रम्म फालेर। यहाँ पाकेको छ यो अम्बा। हेर्नुहोस् ल, अम्बा खाने भए हाम्रो घरमा आउनु होला। एकदम मिठो छ, गुलियो रसिलो। मलाई चाहिँ एकदमै मनपर्छ क्या अम्बा चाहिँ।